नमस्कार आदरणीय महानुभावहरू, सदा चाहिँ आज पनि म एउटा नयाँ प्रेरक प्रसङ्ग लिएर यहाँहरूका सामु उपस्थित भएको छु। म विश्व रमण न्यौपाने। मेरो यो प्रेरक प्रसङ्गको 119औं श्रृङ्खला हो। यो श्रृङ्खलासम्म आइपुग्दा यहाँले पुर्याउनु भएको न्यानो माया र सम्मानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। आदरणीय महानुभावहरू, धेरै वर्ष पहिला स्कटल्यान्डका राजा आफ्नो अनेकौं प्रयासपछि राजगद्दीमा राजरोहण गर्न सफल भए, तर उनलाई राजपाट सम्बन्धी त्यति ज्ञान थिएन अनि जनताको भने उनीप्रति ठुलो आँट र भरोसा थियो। तर उनका विपक्षीहरूले उनले केही नयाँ सुधारका कार्यक्रम ल्याउन थाल्दै विरोध सुरु गरे, जसका कारण उनले पहिलो आक्रमण विपक्षीहरूबाट भोग्नु पर्यो। उनले जेन तेन विपक्षीहरूलाई परास्त गर्न सफल भए। फेरि विपक्षीहरू सङ्गठित भए। दोस्रो पल्ट उनीमाथि प्रहार गरे। दोस्रो पल्ट पनि उनले जेन तेन विपक्षीहरूलाई परास्त गरे। तर तेस्रो चोटि विपक्षीहरू यति बलिया भएर आए र जनताले पनि आशा गरे अनुरूप सेवा पाएनौँ भनेर जनताले पनि विपक्षीलाई साथ दिए, जसका कारण उनले राज्यबाट च्युत हुनु पर्यो अथवा राजगद्दीबाट च्युत हुनु पर्यो। र अब उनी आक्रमणबाट बस्न एउटा पहाडको टुप्पामा रहेको घना जङ्गलको एउटा घरमा गएर बस्न थाले। त्यहाँ बसेर उनले दुश्मनहरूको प्रयास अनि आफूले गरेको प्रयास, दुश्मनहरूको आक्रमण, आफ्नो शक्ति, आफ्नो सैन्य बल र आफ्नो भावी रणनीतिका बारेमा सोचेर बसिराखेका थिए। यसरी अब राज्यलाई कसरी अझ बलियो बनाउने, जनतासँग कसरी नजिक हुने, जनतालाई सुशासन कसरी दिने, जनतालाई पारदर्शिता, जवाबदेहिता कसरी प्रदान गर्ने र सेवा प्रवाह कसरी राम्रो बनाउने भन्ने विषयमा विचार विमर्श गरिरहेका थिए। त्यसै बेलामा त्यहाँ उनले अगाडिको एउटा रुखमा एउटा माकुरोले जालो बनाइराखेको थियो। त्यो माकुरोको जालो बनाइरहेको त्यो माकुरोको प्रयास भने त्यति सहजै सफल भइराखेको थिएन। माकुराले जालो बनाउँथ्यो, तर कहिले हावाको झोक्का आएर त्यसलाई बिगारिदिन्थ्यो, कहिले कुनै चराहरू आएर त्यसलाई बिगारिदिन्थे, कहिले किरा फट्याङ्ग्राले बिगार्थ्यो। अनेक तरहले उनले प्रयास गर्दाखेरि पनि त्यो सफल भइराखेको थिएन। तर त्यो माकुराले आफ्नो नित्य कर्म, आफ्नो निरन्तरता, आफ्नो क्रियाशीलता र आफ्नो एकाग्रतालाई त्याग गरेको भने थिएन। ऊ जति बिग्रिन्थ्यो त्यति प्रयास गर्थ्यो। 20औं पटकको प्रयासमा बल्ल त्यो माकुराको जालो सम्पन्न भयो, अथवा माकुराले जालो बनाएर आफू आनन्दसँग बस्यो। त्यसै बिचमा महाराजाले पनि 14 पटकसम्म त्यो राज्यको आफ्नो राज्य शक्ति पुनर्स्थापित गर्न अनेक रणनीति बुनेका थिए, अनेक आक्रमणका प्रयास गरेका थिए। तर 14औं पटकको प्रयास गर्दाखेरि पनि नसकेपछि उनी निराश भएका थिए। अनि त्यो निराशाको बिचमा अब यो यात्रा म त्यागिदिन्छु, अब राजकाज चलाउने अथवा राजा बन्ने अथवा फेरि सिंहासनमा फर्किने कल्पना गर्दिन भनेर बसेका राजालाई त्यो माकुराको निरन्तर प्रयासबाट प्राप्त सफलता देखेर उत्प्रेरणा जाग्यो। हेर त, त्यो माकुरा पनि 20 पल्टसम्म असफल भएको थियो नि, तर उसले आफ्नो हिम्मत हारेन, आफ्नो कर्मलाई निरन्तरता दियो, प्रयास जारी राख्यो, एकाग्रतामा ऊ जुटिराख्यो। मेरो त भर्खर 14 पटक पुगेको छु, अझ 7 पटक त बाँकी नै छ। म 7 पटकसम्म प्रयास गर्छु अनि मात्रै छोड्छु भनेर उनले प्रयास गर्न थाले। प्रयास गर्दा गर्दै 19औं पटकमा गएर उनले त्यो राज्यमा पुनर्स्थापित हुने मौका पाए। त्यसरी 19औं पटकमा सफलता उनले यस कारणले पाए कि उनी जनता कहाँ गए, जनताका कुरा सुने, जनतासँग एकाकार भए, जनतालाई सुशासन, पारदर्शिता र जवाबदेहिता र सेवा प्रवाहमा असाध्यै सहज वातावरण बनाउने उनले नयाँ रणनीति बनाए। जनतासँगै बसे, जनतासँगै योजना बनाए, जनतासँगै उत्सव मनाउने प्रण गरे र जनतासँगै उनले राज्य सत्ता कब्जा गर्न सके।
र त्यसपछि उनले जनतासँग एकाकार भएर राज्यलाई नयाँ दिशा प्रदान गरे, जनताको भविष्यमा ठुलो आशा जगाए, जनताको सहभागितामा उनले नेतृत्व प्रदान गरे। नभन्दै केही वर्षमा त्यो देशले काया पलट गर्यो अथवा त्यहाँ विकासका सारा संरचनाहरू तयार भए, जनता खुसी भए, जनता उत्साहित भए। यसरी जनतालाई सर्वोपरि राखेर जनताकै सहभागितामा गरिने शासन नै दिगो चिरस्थायी हुन्छ। त्यसैले जो अहिले नयाँ नेतृत्ववर्ग जनताको हित र कल्याणको निम्ति भनेर आउनु भएको छ अथवा जो पुरानो नेतृत्व विस्थापित हुनुहुन्छ, दुवैले एउटा सन्देश चाहिँ लिनुपर्छ, जनतालाई केन्द्रमा राखेर मात्रै शासन दिगो चिरस्थायी र समृद्ध हुन सक्छ। यो बाटो सबैले रोजौं, जनतालाई बहिष्कार गरेर जनता भन्दा टाढा रहेर आफ्नो आत्मरतिमा अथवा आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने मानिसहरूको छिटै पतन हुन्छ भन्ने सन्देश यहाँहरूसँग राख्दै पुनः अर्को पटक अर्को प्रसङ्ग लिएर यहाँहरूका सामु आउने नै छु। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।